अब म मेरो घरमा आज यस्तो गर्दै हुन्थ्यो मेरो दिदीहरूले स्पेसली अझै मलाई पैसा चाहिँदैन केक त खायौ यता अरू कुरा त्यस्तै हो। मैले मैले किनेको केकको पैसा चाहिँ उठोस् है भगवान। उठ्दैन हामी खाने हामी अहिले चाहिँ हामीहरू यहाँनिर अब सामानहरू चेक गराउन आँटिरहेको छौँ। हामी चाहिँ अहिले हङकङमा छौँ किनभने अब नेपालबाट उडिसकेपछि हङकङमा आएर हामीहरूलाई 3 घन्टा वेट गरिसकेपछि मात्र 3 होइन 3.5 घन्टा त्यसपछि फेरि जाने हो जापान। त्यसैले अघि पनि हामीहरू यही प्लेनमा आऊ त्यहाँनिर लगेजहरू अब के गर्दैछन् होइन। अब हङकङको है साथीहरू हङकङको एयरपोर्ट आमा उडो पनि यता उडोपट्टि पनि छ कि बसिरहेको छु यसरी घाममा निका टल्केर। अब हामीहरू हङकङबाट जानु आँट्यौँ जापान। अब चाहिँ फाइनली त्यहाँनिर दाई हुनुहुन्छ दाईको सिटमा चाहिँ म बसेको हो यहाँ झ्याल देखेर। एउटा सिङ्गै टमाटर पनि हाल्दैछ ठिकै छ तर मैले खाइनँ। यहाँ चाहिँ मेरो लकेज अहिले कुरिरहेको छु म छैन आएको जेरो कार्ड बनाएँ मैले लकेज कुरेको छु अहिले चाहिँ होइन हुँदैन। यहाँ एयरपोर्टदेखि बाहिर लकेज यसरी घिसाउँदै लिएको छौँ गाडीसम्म। अब लाइन मान्छेहरू त सेन्टी फ्ल्याट भएछ कहिले नै। यहाँ चाहिँ हामीहरू अहिले होस्टल जानुलाई बसिरहेको छौँ यसरी। 1000 सुरु दिनमा आएर त अब सुरु दिन चाहिँ हो त्यसरी भने कति दिन त अब जाने बुझेरै आएको खालको बिजोको होइन त हो। योमा 590 को टिकट होइन त जुरुक्कै एकैचोटि बिग्रेर त यस्तो पो देखेँ त आज त जुरुक्कै बिग्रेर त आज यस्तो पो देखेँ त भने साथी के बिजक भयो तिम्रो लुगाएन होइन। खुसी त पहिला नेपालमा प्याकिङ गर्दाखेरि त्यति भएको थिएन अहिले यहाँनिर हिजोदेखिको बल्ल आज लकेज आइपुग्दा पो त्यति खुसी लाग्यो है।
देख्नु पर्दाखेरि कति एक्साइटेड भएको है हामीहरू। यो मान्छे त मैले किन्छु भनेको जुत्ता त उसले पो किनेछ। 4000 बेलुका त खाना खाएन, बिहान चाहिँ उनीहरू दुईजनाले भर्खर आएको होइन पकाएर दिएको छ। हामी भन्दा 1 हप्ता अगाडि आएको छ दाल भात। हामीसँग त केही छैन, दाल उसो त्यस्तो भयो जतापाइकन हुन्छ हुन्छ यति भयो हुन्छ। अब मजाले गइरहेछ जापानको खाना। यो छ पुग्छ अहिलेको लागि। आज हामीहरू स्कुल आएको छौँ यहाँनिर बुझ्नलाई। अहिले अब कामसाम पनि केही छैन अनि यहाँनिर बसिरहेको छ। मैले चाहिँ हामीहरू रुममै होस्टेलको। त्यहाँदेखि यस्तो छ हाम्रो होस्टेलदेखि चाहिँ भ्यू यस्तो देख्छ। जापानिजको बस्तीमा आएको छ। म अब के गर्नु त ट्याक्कसँगले। यता चाहिँ पार्क छ। हिजो चाहिँ हामी यतातिर पार्कतिर पनि गएको थियौँ घुम्नलाई बेलुकामा। ल यही हो। अब म यहाँनिर 1 वर्ष बस्छु साथीहरू। फर्स्ट टाइम हामीहरू यहाँनिर चाहिँ आएको छौँ। फर्स्ट टाइम अब के देखाउनु भनेर देखाउनु त रायोको साग रहेछ त्यसले पर्दो रहेछ 80 रुपिस। यो के हो? नाइस नाइस नाइस। कफी बनाएर दिएको अरे धाराकै चिसो पानीले चाहिँ